राम राम स्वागत छ तपाईँहरू यो मेरो भिडियोमा। आज चाहिँ म मैसूरको जोलोजिकल गार्डनमा तपाईँलाई यहाँभित्र के छ सबै देखाउनेछु है। भिडियोमा हेरेर इन्जोय गर्नु होला। यहाँनिर अगाडि यो इन्ट्रेन्स हो। यहाँ छिर्ने बित्तिकै तपाईँहरूले टिकट काट्नुपर्ने हुन्छ है। यहाँनिर हेर्नुहोस्, आज चाहिँ यस्तो भिड छ। हेर्नु त पछाडि इन्ट्रेन्स गेटमा त झन् आमा हो। पछाडि अगाडि हेर्नु भिड बहुत ज्यादा भिड छ आज चाहिँ है। यो भित्र के जनावरहरू छ सबै देखाउने छ आज तपाईँहरूलाई। म पुरा भिडियो हेरेर इन्जोय गर्नुहोस्। यहाँनिर भिडियो हेर्नु मेन त बाबा हेर्नुहोस् पुरा हेर्नुहोस् ल। हो हे बाबा पुरा टिकट काउन्टर चाहिँ यहाँनिर छ है। हेर्नुहोस् दोस्तो, हामी चाहिँ भित्र छिरिसकेको छ। यहाँनिर टिकटहरू चेक गरिसकेको छ। अरू तपाईँहरू यहाँ आएर गाडीमा पनि जानु सक्छ। गाडीमा जाने हो भने चाहिँ यहाँनिर आएर तपाईँहरू है टिकट काटेर यहाँ वेट गर्नुपर्ने हुन्छ। वेट टु ब्याट्री अपरेटेड भेहिकल यहाँबाट जानुपर्ने हुन्छ है। यहाँ पुला है। यो भित्र के जनावरहरू छ यहाँ पुरा म्यापै बनाइदिएको छ तपाईँहरूलाई है। हेर्नु सक्नुहुनेछ। यहीँबाट सुरु हुन्छ अब। यहाँ हेर्नुहोस् है। ल मयुर छ यहाँ चाहिँ। यहाँ पनि छ पुरा। यहाँ चाहिँ चिडियाहरू रहेछ फर्स्टमा छ है। पुरा यहाँ चाहिँ चिडियाहरू छ। यहाँ हेर्नुहोस् ल। भिड हेर्नुहोस् न। भिड चाहिँ के साह्रो छ कि। ल हेर्नुहोस् त यत्रो भिडको कलेक्सन चाहिँ कति हुन्छ होला एक दिनमा। त्यति साह्रो छ है मैसूरमा पनि टुरिज्म चाहिँ। अब यतिको भिडमा चाहिँ अब यो चाहिँ एउटा मात्रै रहेछ। यो चाहिँ कुन चाहिँ चरा हो दोस्तो? बहुत ठुलो छ है। म चाहिँ यहाँनिर पहिला आइसकेको छु एकबार, दुईपल्ट आइसकेको छु। यो पालिसम्म 3 पल्ट हुन्छ। र यो एकदमै ठुलो छ इलाका। 4 घन्टा लाग्छ यसो हिँडेर हो भने। त्यही भएर हामीले चाहिँ हल्का स्किप गर्दैछ है। कतिवटा जग्गामा चाहिँ हामी गएन। जस्तो यहाँहरू हेर्नुहोस्, यो सबै हेरिबस्यो भने तपाईँको 4-5 घन्टा जस्तो लाग्छ है। त्यही भएर हामी चाहिँ हल्का स्किप गर्दैछ कोही जग्गाहरू है। फेरि तपाईँहरूलाई सबै देखाउने कोसिस गर्छु म है दोस्तो। भिडियो हेर्दै गर्नुहोस् है। साँच्चै पुरा भिडियो बनाउँदैछु। भिड हेर्नुहोस्, अरूभन्दा पनि भिड हेर्नुहोस्। यहाँ के छ तपाईँहरूलाई म देखाउँछु ल। यो चाहिँ हाम्रोतिर पनि आउँछ एकदमै। कुकुर बिरालोहरू एकदमै बाख्राहरू पुरै खान्छ। यो के रहेछ त हेर्नुभयो? यहाँ टाइगर रहेछ। सुतेर बसेछ है। सब चिज एकदमै सिस्टमेटिक तरिकाले बनाएको छ यहाँ पनि। अब हेर्नुहोस् यहाँनिर पहिला त एउटा
व्हाइट टाइगर पनि थियो छ कि छैन है तपाईँलाई देखाउँछु ल देख्नुमा वहाँनिर सेतो टाइगर सुतिरहेको छ मार्छ मार्छ चेप्टाएर मार्छ यो भिडले त होइन फर्स्ट टाइम होला मैले यत्रो भिड देखेको साँच्ची होइन जुमा हेर्नु नि यत्रो मान्छे छ आमा एक दिनको ग्रस कलेक्सन चाहिँ कति चाहिँ हुन्छ होला आमा हो यो चाहिँ लायन रहेछ है यहाँनिर दुईटा देख्नु भने दुईटा पनि छ मजाको बनाइदिएको रहेछ होइन ल दोस्तै यहाँ हान्नु मजाले सुतेछ है यहाँ चाहिँ मङ्की नै तर यसको सकल अलगै छ है के हो यो हेर है मङ्की नै तर अर्कै प्रजातिको छ त यहाँ पनि त्यही रहेछ है उता फर्केर सुतेछ यसमा चाहिँ है यो प्रजाति चाहिँ हाम्रो घरतिर पनि आउँछ है होइन राइनो यहाँ चाहिँ राइनो छ दोस्तों है भिड हेर्नु न भिड भिड यहाँ फेरि के रहेछ देख्नु भयो 200 रुपियाँ 400 रुपियाँ आजको भिड चाहिँ खतरा छ है जेब्रा रहेछ मेरी देऊ यहाँ पनि त्यस्तो प्रजातिको रहेछ
यो त के हो साँच्ची नै यार अरे त उसमा त हुन्छ युट्युबमा युट्युबमा त उलाई गरेर हाल्नु मान्छेहरूले पनि कस्तो ताली पुगेर हेर्नै साथीले यत्रो घुमिसक्यो हामी अझै एक्जिट 2.1 किलोमिटर पुरै घुम्नुलाई 4 किलोमिटर चाहिँ छ होला यहाँ चाहिँ रहेछ भालु रहेछ ल ल भालुको बच्चाहरू छ यहाँ चाहिँ पुरा खानुमा मस्त छैन அஞ்சு உண்டாங்க हेर्नुहोस् है यहाँ नजिकबाट देखाउनुहोस् तपाईँहरूलाई है एकदम नजिकबाट यतापट्टि के छ त्यो देखाउनुहोस् यहाँ हो के हो यो कुकुर जस्तो स्याल हो स्याल हो कि स्याल स्याल होइन ल हाम्रोतिर चाहिँ स्यालहरू सानसानो हुन्छ तर यहाँ चाहिँ ठुलो थियो है फेरि तपाईँलाई अर्को जनावर भएकोपट्टि लानेछ हेर्दै गर्नुहोस् मजा लिनुहोस् है यो मजा लिन सक्नुहुन्छ यहाँ आएर फेरि है त्यो चाहिँ पानीको मजाको बनाएको छ होइन यो मजा लिन सक्नुहुन्छ तपाईँले पुरा डियर पुरा यहाँ चाहिँ अर्कै प्रजातिको जनावर पुरै रहेछ यहाँ त यता पनि छ फेरि यो फेरि अर्कै प्रजातिको छ है मृग नै हो तर अर्कै प्रजाति छ यो हेर्नुहोस् यहाँ अलगै छ यहाँ अलगै छ यताको हेर्नुहोस् है यताको फेरि यहाँ अलगै छ यहाँ एलिफेन्ट एलिफेन्ट हेर्नु यो चाहिँ पुरा एलिफेन्ट रहेछ पुरा यहाँको जूमा चाहिँ एकदमै सिस्टमेटिकली बनाएको छ यस्तो पुरा मेपको साथमा
कहाँ के छ ट्याक्कै हेर्ने जग्गा, पानी पिने जग्गा, टोइलेट बाथरुम, क्यान्टिन पुरा सिस्टम गरेको छ है। बनाएपछि यस्तो बनाउनु पऱ्यो होइन। 100 मिटर टोइलेट हेर्नु नजिकबाट हेर्नुहोस् है के डरलाग्दो देखेको होइन। पुरा साङ्लेले बाँधेछ यसलाई चाहिँ। देख्नुभयो मेरो पछाडि हेर्नुपर्छ अर्ना है। पुरा सानो बच्चा पनि रहेछ हेर्नुहोस्, कत्रो चाहिँ होला। 12 to 15 years in the wild, but 21 years in captivity. अझै छ 1.4 किलोमिटर। चला यहाँनिर चाहिँ क्यान्टिन छ है, यत्रो ठुलो छ। भोक लाग्छ होइन, खाने जग्गा यहाँ छ। भिड हेर्नु चाहिँ यति साह्रो भिड छ आज चाहिँ यहाँ। टुरिज्म चाहिँ यतिको हुनु पर्यो, लाखौँ करोड रुपियाँ कमाउँछ एकै दिनमा यहाँनिर आउनु। फ्रन्ट साइडबाट हेर्नु है। यहाँ चाहिँ अब सबै फिनिस भएको छ। जति भित्र देखाउन सक्छु मैले तपाईँलाई देखाइदिन्छु। भिडियो कस्तो लाग्छ लाइक शेयर सब्सक्राइब गर्नु नबिर्सनु है।
अब हामी बाहिर एक्जिट हुँदैछ एक्जिट पोइन्ट जस्तै एन्ट्रेन्स थियो त्यस्तै छ एक्जिट पोइन्ट पनि हेर्नुहोस्